केन्द्र गोवाले आर्थिक वर्ष 2068-69 सालमा गरेको प्रगतिको प्रतिवेदनहरू र विभिन्न कार्यक्रमहरूको बारेमा मैले पढ्नेछु। कुनै पनि संस्थाको अधिवेशन अथवा साधारण सभामा संस्थाले गरेको प्रगतिहरूको विवरण सम्पूर्ण सदस्यहरूमा अवगत गराउने परिपाटी अनुसार यस आर्थिक वर्ष 2068-69 मा भएका प्रगतिहरूको प्रतिवेदन तयार पारी यहाँ समक्ष पेश गर्न गइरहेको छु र पेश गर्न पाउँदा अत्यन्तै हर्षित पनि छु। सभापति महोदय, अब म यस केन्द्रको सचिवको हैसियतले आर्थिक वर्ष 2068-69 को वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने अनुमति चाहन्छु। विभिन्न नीति र समयमा भएका वार्षिक कार्यक्रम र कार्य प्रगतिको विवरण बोधगत रूपमा तल प्रस्तुत गरिएको छ। नम्बर 1, केन्द्रद्वारा नियमित रूपमा आयोजना गर्दै आएको ढुपदे थोकथोक कार्यक्रम यस वर्ष मिति 2068 साउन 18 गते फेब्रुअरी बुधबार दिन विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ सम्पन्न गरियो। नम्बर 2, मिति 2068 5-10 गते शनिबारका दिन बौद्धका वरिष्ठ युवा समाजसेवी श्री किरण लामा योगजीको प्रमुख अतिथिमा 18औं साधारण सभा